चटनी कति बनायो? एक जग छ चटनी त चटनी सिधै खाने नौनी हैन नौनी हो बाक्लो छ के ह्यापी होली भन्ने साथीहरु रङ खेल्न हुन्न भनेर पुरा चटनी होली हो के हैन ओके साच्चै बाक्लो छ पानी हाल्दै खाइनु हुन्छ के त्यही नै हो चोटिलो टुथपिक पनि त किन्न पर्यो नि यार हैन टुथपिक त चाहियो टुथपिक हैन र ल त्यसो मासुले टुथपिक लिएर आउनु पर्यो हामी मासुले नै हिँड्ने हो न चिक यो के हो चिकन चिकन हो यो पहिला के हान्ने र चिकन र बक खाने हाने के लागि यो बक हो के हो यार हो क्या हो यो अलि कडक कडक यता पुतो हो गयो टुथपिक ले यसो लिक्वर सबतिर नि खिच्दिउँ न हामीले यहाँ आज होली स्पेसल हान्दिउँ न त होइन अनि आइरह त अनि आज त पुरा कसेर लिनुपर्छ यहाँ दुईटा हातमा हात कम बिजी छ यहाँ थाहै छैन यार मान्छेहरूलाई यार हात यति बिजी छ भनेर यार हुन्छ नि अलिकति भाइ मम्मीको फोन आएछ यार बिस्तारै जलाउनु पर्यो नि है धेरै क्लियरिटी आउँछ कि मा यो उसकोबाट फेरि सिनेमेट्रिकबाट के अरू हालिदिएको भन्छ बोलिरहेको आगे बढ्यो के के को बफ हो कुन ये आइसी भारै छ नि त यो बुम्बर हो बफ चाहिँ त्यो बफ बाटा जस्तो हल्दै बाटा जस्तो हल्ल्याउनु यार केही छैन यो भरे यो थाल छ ह थाल छ के पत्रिका खाएको पत्रिका भन्नाले यसमा बिछाइन केही फरक पर्दैन के फरक हुन्छ केही चाहिँ कहाँ फरक पर्छ यार हुन्छ कि मसला यसरी त्यहाँ लाग हुन्छ अनि यसमा भइसक्यो मासु सबै यसमा भयो माथि भयो ओके केही फरक पर्दैन के त्यो त्यस्तो फोरो हुन्न के यो नै त भित्रपट्टिको युज गरे नि हो केही हुन्न के हो यो चिज बफ खै त बफ ल्याएन नि के तले राखेछ नि त हाल न चिकन तेरो थाहै छैन होला रोका त्यसमा हाल्ने हो कि यो सुरु भएन हाम्रो होली कार्यक्रम स्टार्टिङ होली हैन भोलि हो आज प्री होली ए प्री होली हो रिमक्स त हैन आमा दुईतिर अझ यार कहाँ सक्दैन नि फेरि अझै रात परेपछि अर्को नि आउँछ तीनटा नि छ के त्यो त बवालै हुने भयो त्यहाँ हाम्रो पुरा कम्पिटिसन बिहे पुगेन तर यहाँ माथिबाट दामी देखिन्छ नि भ्यू फर्केर आऊ तिमी घाम बनी बादलको माथिमा
ए त्यो हम्काउने मैले एउटा झन् बनाएर राखिदिएको थिएँ। एक पाउ धेरै ठुलो रहेछ तिम्रो भन्दा यो हैन एक पाउ मुसुका हाँस्दै बस्दिने तल थपक्क अनि अब यस्तरी अब बियर आउँछ चाक आमा चाकल माडेर हो अहिलेबाट पूर्व तयारीमा किन निबेको यो यताको हमगाउ त अब के हो त्यो उल्टो भाइ कुन फर्केर आऊ तिमी घाम दबाउने फर्केर आऊ तिमी घाम बनी बादलको माथिमा तिमीलाई पर्खी बसौला तिमी भने जेबेल ल्याएर अहिले एकछिन पछि गरौँला कि त्यो त हो र पहिला मजाले हम्किनु पर्यो नि त मिस्टर अझै पुरै टोटल्ली डेड हो अहिले टोटल्ली डेड भइदिने हो किन हो त्यस्तो गरिन्छ अहिले मेरो रङ्गायो नयाँ चोलीमा त्यो देखाइदिनु के गर्ने लेखास एक्जाम्पल ट्याक्क मासु हाल्ने त्यहाँ यसरी च्याप्ने ए च्याप्ने हो मासुलाई त्यो लक सिस्टम हो त्यो लक हो उसले त्यस्तो दबाउनु न त्यसलाई टाइट गरिदिनु क्या आइफोन 14 प्रो म्याक्सबाट भइरहेछ यो सुटिङ फेरिमा सानोतिनो होइन नि फेरि है केटा आइफोन 14 प्रो म्याक्सबाट भइरहेछ यो सुट याद राख फेरि कहाँबाट सिक्छौ यस्तो फला तिमीले अनि यो होली ह्याप्पी होलीको लागि चाहिँ अब जुन चाहिँ बाहिरबाट आएको थियो नि हाम्रो यो फङ्सनको लागि के छ त के भन्न चाहन्छ शुभकामना दिनुपर्ने होला नि गाइजहरूलाई खाएपछि नै आउँछ शुभकामनाहरू भाइ हो मिस्टर आएको खाएपछि नै धन्यवाद होइन धन्यवाद अब नभए पनि सबलाई मिस गरेर यस सँगै भए अझ सँगै भइन्थ्यो अझै ग्रान्ड हुन्थ्यो केही छैन कुनै बेला बसौँला भेटौँला होइन फेरि दिनहरू आउँछन् यस्ता फर्केर ल ह्याप्पी होली गाइज वी विल मिस यु अलवेज स्पेसल भीमलाई केही हाम्रो एडभोकेटलाई त अब के भन्ने अब तर त हिरो महान व्यक्ति सुरुवात सरबाटै भएको हो होइन खाता चाहिँ होइन खाता चाहिँ सर हाम्रो एडभोकेट सरबाटै सुरु भएको हो त्यसको लागि धेरै धेरै मरिकमरि धन्यवाद यस सही हो अनि भाइले केही भन्न चाहन्छ एडभोकेटलाई धेरै धेरै धन्यवाद भीमलाई सबैलाई धन्यवाद सबैजना साथीभाइहरूलाई होइन यस्तो हुनुपर्छ क्या वर्षमा यस्तो प्रोग्राम भयो भने अलिकति क्लोज भइन्छ अब होइन रोटेसनमा नि परिन्छ युनिटी हो युनिटी हो बेस्ट युनिटी हो युनिटी कायम गर्नुपर्छ कुनै समय हामी 23 जनै पुरै टोटल भइदियो नि अझ झन् कस्तो रमाइलो हुन्छ होला त्यो हुन असम्भवै हुन्छ होला सायद है असम्भव होइन अहिले नभए नि आउँछ दिन बुढेसकालसम्ममा हुन्छ कि भन्ने है
एकदम क्लियर आउँदो रहेछ क्या फेरि त्यही भएर अलिक झ्याउँदो रहेछ कि भर्रै बोल्छ क्या होइन माथि माथिको डढिन्छ नि भित्र पाक्दैन न माइका छ यहाँ ठ्याक्क ड्युटी पनि चलिरहेको छ काम पनि भइरहेको चारैतिर ट्याक्क एकतिर यो पर्को उतातिर आयो त्यही भएर यतातिर धेरै बोल्यो होइन सुन्छ नि त बोसो हाम्रो दुश्मन छ धेरै हामी हेरेको हेरै तर चौपत्ता भोटेका पनि बबाल भयो क्या अब त यार सही घरहरू यति बेला हामी चाहिँ एकदम विश्वास सप्लायर टप फ्लोरमा with our brothers hottest person beloved person ल भाइलाई भाइको इच्छा पनि पुरा गरियो चाडा शिखर लिएर आइयो त्यहाँबाट 500 मा पुऱ्याइयो 500 पुऱ्याएपछि 100 भयो खै 50 रुपैयाँ त बुद्ध तिमीले अरे 50 रुपैयाँ कता हिँडेको खुल्ला नभएको हाट बालेर है पट भएर खुल्ला नभएको अहिले अहिले दिने हामीले खुल्ला नभएको है ए रहेछ 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 थ्याङ्क यू 100 मैले 100 दिनु पर्यो उता नै तिम्रो बराबर काटेर दिएको कट हो चाहिँ सर र यहाँ विस्तारमा भइसकेछ है अब हाम्रो के हो अरे पर्क होइन सुरुमा पर्क हानिन्छ एन्ड आफ्टर द्याट हामीले बिस्तारै हामीले बफ हानिन्छ अनि बफ पछि फेरि हामीले चिकन हानिन्छ उता हाम्रो सरलाई हेर्नु सर हेलो हेलो सर वेयर यु फ्रम म्यान यसो हेलो व्हाट्स अप ओ माय गॉड हाइट है हामी हेरेको हेरे हेलो कता त्यसमा च्याप्नु त च्यापेर क्या यहाँ हान्ने के मासु त्यहाँ भित्रै हान्ने हेर है के भन्छ हिसाब किताब मिलेछ नि हेर ल हटाओ यो त अब कुन चाहिँ मासु च्याप गुङ्गुर च्याप्ने हो भन होइन चिकन च्याप्नु न चिकन च्यापिन्न क्या त्यहाँ जस्तो लाग्छ त्यही राखिदिन्छ त्यसमा पाक्छ क्या कतिवटा आँटो छ त्यहीमा थरी थरीको बार्बिक्यू हेर्न सक्नुहुन्छ चलाएको आयो कि नै तपाईँ हेर्न सक्नुहुन्छ त्यो नहाल्नु पाक्न टाइम लाग्छ यो छुट्टै पकाउनु लेग पिस यो त्यो के हो र लेग लेग यहाँ लेग पनि हो लिएर आएको त्यसैमा पिला पिला भाइले पर्क खान्न हो हजुर पुर्गाली धेरै भयो खायो पर्क धेरै भएर खाएको कि कस्तो ए त्यो फेरि त्यस्तरी बाँधेर हो छतरिया त्यही भएर त यहाँ कमाल ऐसे त निमन होइन है दाइ अब त्यो हम्काउनु पर्यो नि त्यतिकै कहाँ हुन्छ यहाँ राख्नु ओ भान्जा सुर खोलेर गयो होला नि फोनको आधार रहेछ के को म त हरि पाक्छ कि हाल देखाइ आएको बोले कि होइन किन बोले होइन रेडी बुढी हो र यो अब रेडी हुनु लाग्यो भाइ हो लगभग हुन थाल्यो कि अब त भोलि बिहान फेरि अलि दिक्कत परेशानी अब अलिकति खुला खुला हुन पर्यो नि अब खाने बेला आएपछि थाल छ है एउटा दुईवटा त होला नि एउटा त छ कि ए स्यान्डोले फोन आन नि त साथीहरू मेसो मेलो यहाँ स्टाफ आइफोन ल्याउनु पर्छ
ब्याट अजितले नहेर्दै नहेरिकन केही होइन त जान्ने यार अजित यार भान्जा यार तिमी यार यार अलवेज यार खालि झुटो बोल्दैन भन्ने मा खै अम्मा त्यो हेर न कलाकार कति आयो अब 65 500 लिएर खाना 7000 भन्छ 7440 रुपियाँको हाम्रो सपिङ भयो अहिलेसम्म 440 रुपियाँ पुगेन अब आज मैले दिने कसले आज त्यस्तो त हुन्न मुझे अब 440 पुगेन अब यसलाई त्यो भण्डारा अब यहाँ यस प्लिज आमा खै यस प्लिज मसला कस्तो एकदम सही तरिकाले सही दामी ठ्याक्कै बसेको न धेरै न थोरै चटनीको कमी हो न आज चटनीको कमी हो क्या अब कस्तो अब त्यो टुथपिक ल्याएर त उनी अर्थै भएन यार अहिले यार सेकोर त्यसै राम्रो चाहिँ सानो बडो त चाहिन्छ यार त्यो 25 देखाएको अब अझै भएपछि त्योबाट एउटा यो पाकिसक्यो कि कोइला थपम हैन त्यसलाई उता राख्दो पाकिराख्छ राख्नु न किरा पर्यो भने भनेको के जे आए पनि हुन्छ क्या अब सर आइसक्नु भयो यहाँ खासै खाने इच्छा त छैन अरे त्यही पनि डस्टिङ हो ल ल्याप्न त उठ्या त त्यही आउनु ल लिन बनाउन त्यसमा अनि यसरी सार्न मिल्छ के तिमीलाई एउटा चटनी चाहियो नि त त्यही त हिल्चुक होइन अब कस्तो हिल्चुक होइन त्यहाँ गाड बिछाएपछि गाडले आडेस लगाएपछि हिल्चुक होइन अरे हो र भन्छ फेरि त्यो चिज देखिँदो रहेछ कि ठ्याक्कै अगाडि चिज भिज ल हाल नि तिमीलाई नि हाल ल आउनु प्याट्ट पड्काउनु त पऱ्यो नि होइन ल टुथपिक छैन त छ दिन त ल खोइ त ल रोक है ह्यापी होली गाइस ह्यापी होली ह्यापी होली ह्यापी होली गाइस गराओ ह्यापी होली सुरु छ नि होइन ठिक छ अरे किन ठिक नहोस् भनेको के साथीभाइहरूले दिएको जहर त खाइन्छ हेर अब थालको त राम्रै चिज होला के होइन र चटनी त टेस्ट हानिदिनु पऱ्यो नि चम्मै डोब्नु के चटनी त छ हो होइन के मिलेर बनेको भन्ने त त्यही त नि तातो हो क्या पोल्छ बुढा पोल्दैन हजुर मलाई अहिले पहाटा पाली उसलाई जा पहाटा पाली अहिले चटनी छ कि नै पोले छैन क्या चटनी छैन भने हाल्नु चटनी छ खस्यो मासुले खस्यो हजुर 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 सबै ए ल ल हजुर ल ठिक छ नि होइन खै म छैन के अरे मम्मी छैन हुन्न होला त अर्को हरि बल्छ क्या है एकैछिन भन्छ नबल्छ है बाहिर निकालेर तिम्रो त्यो बोलीमा
रेडी हो त्यो रेडी टु गो रेडी टु फाइट गाना बज्यो ल